उहाँ लुकेका छन् होइन, हेर्नु राम्रोसँग। अहिले उहाँलाई भगाएकै हो पहिला होइन, भगाएकै हो नि। तपाईँसँग बसिसक्नु त भगाएकै हो नि तपाईँ होइन, उहाँसँग भाग्या हो नि। तपाईँ चाहिँ आफ्नो बच्चाहरूलाई छोडेर उहाँसँग बस्नुहुन्छ होइन, तपाईँ उहाँसँग बस्नुहुन्छ होइन। पुगिसक्यौँ उहाँ के अरे, उहाँ बसन्ती पाण्डे जीलाई र उहाँको बुढालाई, सेकेन्ड बुढालाई चाहिँ हामीसँग। आजभोलि बच्चादेखि बुढासम्म सबैको हातमा मोबाइल फोन रहेको हुन्छ। मोबाइल फोन र इन्टरनेट भएन भने एकैछिन पनि टिक्न सक्दैन अहिलेको पुस्ता। अनि इन्टरनेटमा पनि चाहिने कुराहरू भन्दा नचाहिने कुराहरू बढी भाइरल भइरहेको हुन्छ। कतिपय व्यक्तिहरू सामाजिक सञ्जालको कारणले गर्दा परिचित भएका छन्। सामाजिक सञ्जालको कारणले गर्दाखेरि उनीहरूलाई धेरै दर्शक श्रोताहरूले चिन्दछन्। त्यसैको फाइदा उठाउँदै अहिले कतिपय व्यक्तिहरू एउटा क्यामेरा र माइक बोकेको भरमा आफूलाई पत्रकार भनेर विभिन्न व्यक्तिहरूको काण्ड आयो भनेर फेसबुक र युट्युबहरूमा भिडियो बनाएर हालिरहेका हुन्छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि त्यस्तै सामग्रीहरूलाई चाहिँ मन पराइरहेको अहिलेको अवस्था छ। युट्युब र फेसबुकहरूमा पनि कतिपय राम्रा सामग्रीहरू रहेका हुन्छन्, तर त्यस्ता सामग्रीहरूमा खासै भ्युज गएको हुँदैन। तर फलानाको श्रीमतीलाई यसरी रङ्गे हात भेटियो, फलानाको श्रीमान यसरी फलानाको श्रीमती लिएर भाग्यो भन्ने जस्ता समाचारहरू यस्ता हेडलाइन बनाएको भिडियोहरूमा भने एकैछिनमा लाखौं भ्युजहरू आइरहेको हुन्छ। पछिल्लो पुस्ताहरूलाई यस्तै सामग्रीहरू मन पर्ने हो त?